ल है, आज हामी बजारलाई अलि फरक तरिकाले हेर्नेछौँ। मूल्य चार्टमा देखिने सामान्य उतार चढाउभन्दा अलि गहिरिएर त्यसको पछाडिको वास्तविक कथा के हो भनेर बुझ्ने कोसिस गर्नेछौँ। भोल्युम र ओपन इन्ट्रेस्ट जस्ता कुराहरूले बजारको भित्री रहस्य कसरी खोल्छन्, आउनुहोस् त्यही पत्ता लगाउँ। हेर्दा त सबै ठिकठाक देखिन्छ हैन त? मूल्य माथि माथि गइरहेको छ, सबैजना उत्साहित छन्। तर के होला यदि यो हामीले देखेको कुरा कथाको आधा पाटो मात्र हो भने? के होला यदि यो माथि गइरहेको ट्रेन्डभित्र कुनै दमै छैन र कुनै पनि बेला यो भत्किन सक्छ भने? ल यो उदाहरणलाई हेरौँ न। यहाँ मूल्य त माथि गइरहेको छ, तर त्यही बेला तलको भोल्युम बारहरू हेर्नुस् त, ती झन्झन घटिरहेका छन्। यो एउटा एकदमै ठूलो चेतावनीको संकेत हो। यसको मतलब मूल्य बढे पनि त्यो चालमा सहभागी हुनेहरूको संख्या र उत्साह दुवै कम भइरहेको छ। यो कुरालाई चाहिँ हामीले कहिल्यै बिर्सनु हुँदैन। हो, मूल्य महत्त्वपूर्ण छ, यसमा कुनै शङ्का छैन। तर यो त एउटा ठूलो तस्बिरको सानो टुक्रा मात्र हो। बजारलाई साँच्चै बुझ्नु छ भने हामीले अलि गहिरो खन्नै पर्छ। हो, त्यही गहिराई चाहिँ हामीलाई भोल्युम र ओपन इन्ट्रेस्टले दिन्छ, जसले राम्रो निर्णय लिन मद्दत गर्छ। धेरैजसो प्राविधिक विश्लेषकहरूले यही 3 आयामिक मतलब 3D दृष्टिकोण अपनाउँछन्। उनीहरूका लागि भोल्युम र ओपन इन्ट्रेस्ट भनेको मूल्यको ट्रेन्डलाई पुष्टि गर्ने वा नगर्ने सूचकहरू हुन्। जब यी तीनवटै कुराहरूले एउटै कथा भन्छन्, तब मात्र बजारको एउटा स्पष्ट र पूरा चित्र देखिन्छ। हाम्रो पहिलो महत्त्वपूर्ण सुराग हो भोल्युम। यसलाई बजारको चाल पछाडिको उत्साह वा विश्वास नाप्ने मिटरको रूपमा सोच्न सकिन्छ। के त्यो चालमा धेरैजनाको सहभागिता छ वा केही थोरै खेलाडीले मात्र मूल्यलाई धकेलिरहेका छन्? हो, यही प्रश्नको जवाफ भोल्युमले दिन्छ। एकदमै सरल भाषामा भन्नुपर्दा भोल्युम भनेको कुनै निश्चित समयमा, चाहे त्यो 1 दिन होस् वा 1 घण्टा, कति कारोबार भयो भन्ने हो। यो सिधै बजारमा कति चहलपहल वा गतिविधि छ भन्ने मापन हो। यहाँ एउटा एकदमै राम्रो उदाहरण छ। जब मूल्य बढ्न थाल्छ, हेर्नुस् त तलको भोल्युम बारहरू पनि ठूलो हुँदै गएका छन्। यसले के देखाउँछ भने मूल्य वृद्धिलाई बलियो खरिद चापले समर्थन गरिरहेको छ। यो एउटा स्वस्थ र बलियो ट्रेन्डको स्पष्ट संकेत हो। अब यो स्लाइडमा दुईवटा बिल्कुलै फरक कथाहरू छन्। बायाँतिर हेर्नुहोस्, मूल्य बढ्यो, भोल्युम पनि बढ्यो। पर्फेक्ट, यो हो बलियो ट्रेन्डको पुष्टि। तर दायाँतिर हेर्नुहोस् त, मूल्य त बढिरहेको छ तर भोल्युम सुक्दै गएको छ। हो, यो हो विचलन, जसले ट्रेन्ड कमजोर हुँदैछ भनेर खतराको घण्टी बजाउँछ। ल, भोल्युमको कुरा त राम्रैसँग बुझियो। अब पजलको अर्को महत्त्वपूर्ण टुक्रातिर लागौँ, ओपन इन्ट्रेस्ट। यो चाहिँ विशेष गरी फ्युचर्स बजारमा प्रयोग हुन्छ र यसले बजारमा कति पैसा सक्रिय रूपमा दाउमा लागेको छ भनेर देखाउँछ। यहाँनिर एउटा कुरामा चाहिँ झुकिनु हुँदैन है। ओपन इन्ट्रेस्ट भनेको किन्ने र बेच्ने मान्छेको जम्मा संख्या होइन। यो त बजारमा कतिवटा सम्झौताहरू अझै पनि खुला छन् भन्ने संख्या हो र हरेक सम्झौतामा एकजना किन्ने र एकजना बेच्ने त भइहाल्छन्। यो एउटा रमाइलो प्रश्न हो। हरेक कारोबारले भोल्युम त बढाउँछ, तर ओपन इन्ट्रेस्ट सधैँ बढ्छ भन्ने छैन। त्यसो भए यसको पछाडिको मेकानिजम के हो त? ओपन इन्ट्रेस्ट बढ्नको लागि बजारमा नयाँ खेलाडीहरू आउनुपर्छ। मतलब एउटा नयाँ किन्ने मान्छे र एउटा नयाँ बेच्ने मान्छे मिलेर नयाँ सम्झौता बनाउनुपर्छ। र यो घट्नको लागि चाहिँ एकजना पुरानो किन्ने र एकजना पुरानो बेच्नेले आफ्नो पोजिसन बन्द गर्नुपर्छ। छोटकरीमा भन्नुपर्दा ओपन इन्ट्रेस्ट बढ्नु भनेको बजारमा नयाँ पैसा भित्रिँदैछ भन्ने सङ्केत हो। ल, अब आयो असली मजा। हामीसँग पजलका तीनवटै टुक्राहरू छन्। अब यिनीहरूलाई एकै ठाउँमा राखेर हेरौँ, बजारले वास्तवमा कुन भाषा बोलिरहेको छ। यो टेबललाई हाम्रो डिकोडर रिङ वा चिट सिट भन्दा पनि हुन्छ। यसले हामीलाई यी तीनवटै सङ्केतहरूलाई कसरी जोड्ने र बजारको अवस्थाबारे एउटा निष्कर्षमा पुग्ने भनेर ठ्याक्कै देखाउँछ। यहाँ हेर्नुहोस् त, जब मूल्य, भोल्युम र ओपन इन्ट्रेस्ट तीनवटै बढिरहेका हुन्छन्, यसको मतलब बजार एकदमै बलियो छ। तर यदि मूल्य बढिरहेको छ तर भोल्युम र ओपन इन्ट्रेस्ट घटिरहेको छ भने हो, त्यहाँ होशियार हुनुपर्छ। बजार कमजोर छ र ट्रेन्ड उल्टिन सक्छ। यही नियम घट्दो ट्रेन्डमा पनि लागू हुन्छ। यी चारवटा नियमहरू ओपन इन्ट्रेस्टको विश्लेषणको मुठु नै हुन्। यसले हामीलाई ट्रेन्ड कतिको स्वस्थ छ र पैसा कतातिर बगिरहेको छ भनेर छर्लङ्ग पार्छ। खास गरी नियम 2 र 4 मा अलि बढी ध्यान दिनुहोला, किनकि यिनीहरूले सम्भावित ट्रेन्ड उल्टिनु अघि नै प्रारम्भिक चेतावनी दिन सक्छन्। ल, अहिलेसम्म त हामीले बेसिक कुरा गऱ्यौँ। अब अलिकति एडभान्स्ड लेभलमा जाउँ है त। प्रोफेसनलहरूले प्रयोग गर्ने एउटा खास टुलको बारेमा कुरा गरौँ। यो रिपोर्टले हामीलाई बजारको भित्री संसारको एक झलक दिन्छ। यसले हामीलाई देखाउँछ कि बजारका ठूला खेलाडीहरू जस्तै कमर्सियलहरू, ठूला सट्टेबाजहरू र साना खुद्रा व्यापारीहरूले वास्तवमा के गरिरहेका छन्। सामान्यतया कमर्सियल वा हेजर्सलाई स्मार्ट मनी मानिन्छ। जब उनीहरू नेट खरिदकर्ता हुन्छन् र सट्टेबाजहरू नेट विक्रेता हुन्छन्, यो अक्सर बजारको पिँध लाग्न लागेको संकेत हुन सक्छ। यो चार्टमा देखाइएका खरिद संकेतहरूले ठ्याक्कै त्यही देखाउँछन्। प्रोफेसनलहरू यस्तै संकेतहरूमा गहिरो नजर राख्छन्। ल, आजको यो विश्लेषणलाई एउटा निचोडमा पुर्याउँ। हामीले केही महत्त्वपूर्ण सिद्धान्तहरू सिक्यौँ जसले बजारलाई हेर्ने दृष्टिकोणमा एउटा नयाँ आयाम थप्न सक्छ। यी बुदाहरूलाई चाहिँ एकदमै याद राख्नुहोला। यी सरल तर शक्तिशाली नियमहरू हुन्। बढ्दो सहभागिताले ट्रेन्डलाई पुष्टि गर्छ। घट्दो सहभागिता एक चेतावनी हो। र नबिर्सिनुहोस्, भोल्युमले अक्सर मूल्य परिवर्तन हुनु अघि नै कथा भन्न थालिसकेको हुन्छ। हामीले आज जुन उपकरणहरूको बारेमा छलफल गर्यौँ, यी कुनै गोप्य फर्मुला होइनन्। यी तिनै हुन् जुन प्रोफेसनलहरूले हरेक दिन प्रयोग गर्छन्, तर धेरैले यसलाई व्यवस्था गर्छन्। अब उनीहरूको यो प्लेबुक सबैको पहुँचमा छ। अब प्रश्न यो उठ्छ, अर्को पटक चार्ट हेर्दा के देखिन्छ? केवल मूल्यको उतार चढाव वा त्यसभित्र लुकेको भोल्युम र ओपन इन्ट्रेस्टको पुरै कथा? छनोट अब सबैको आफ्नो हो।